के तपाईँ जापानमा काम गर्नुहुन्छ? अनि पुरानो काम बदलेर के नयाँ काम सुरु गर्दै हुनुहुन्छ? त्यसो हो भने तपाईँले 14 दिनभित्र इमिग्रेसनमा यो रिपोर्ट गर्नै पर्छ। तपाईँले पुरा गर्नुपर्ने यो प्रक्रियालाई अङ्ग्रेजीमा नोटिफिकेसन रिगार्डिङ द अर्गनाइजेसन अफ एफिलिएसन भनिन्छ। यसलाई जापानीमा सोसोकु किकान्तो नि कान्सुरु तोदोकेदे भनिन्छ। नाम सुन्दा जटिल सुनिए पनि यसको प्रक्रिया भने सजिलो छ। तपाईँले विभिन्न आवश्यक डकुमेन्टहरू एउटा फोल्डरमा जम्मा गरी इमिग्रेसनमा बुझाउनुपर्छ। यो वर्किङ भिसामा हुनुहुने सबैका लागि आवश्यक कानुनी प्रक्रिया हो। तर यसो गर्नु किन आवश्यक छ? यसो गर्दा तपाईँको भिसा स्ट्याटस अपडेट हुन्छ। पछि भिसा रिन्युअल गर्दा समस्या आउँदैन। जापानमा तपाईँको लिगल वर्क रेकर्ड सुरक्षित रहन्छ। पिआर वा स्टेटस चेन्ज गर्दा पनि यो देखाउनुपर्छ। त्यसो भए आफ्नो फाइल इमिग्रेसनमा कसरी पठाउने? फाइल सबमिट गर्ने 3वटा तरिका छ। हुलाक मार्फत पठाएर, यो सबैभन्दा धेरै प्रयोग हुन्छ। अनलाइन मार्फत, यदि माई नम्बर सिस्टम तपाईँको कम्पनीमा छ भने यसो गर्न सक्नुहुन्छ। तेस्रो, सिधै इमिग्रेसन काउन्टरमा गएर। कागजात चाहिँ के चाहिन्छ? पहिलो, रिपोर्ट फर्म। दोस्रो, पुरानो कम्पनीको सम्झौता समाप्त भएको प्रमाण। तेस्रो, नयाँ कम्पनीको सम्झौता। चौथो, रेसिडेन्स कार्डको 1 प्रति। कृपया रेसिडेन्स कार्डको दुवै साइड आउने गरी राख्नुहोस्। पाँचौँ, पासपोर्टको 1 प्रति। अनि छैटौँ, आफ्नो कामको सामान्य विवरण। याद गर्नुपर्ने केही कुराहरू टिपेर राख्नुहोस्। तपाईँले आफ्ना कागजातहरू 14 दिनभित्र अनिवार्य बुझाउनुपर्छ। सबै कागजात एउटै फोल्डरमा पठाउनुपर्छ। रेसिडेन्स कार्डको दुवै साइड कपी गर्नुपर्छ। पुरानो र नयाँ सम्झौता स्पष्ट हुनुपर्छ। फोल्डरको बाहिर प्रक्रियाको नाम लेखिएको हुनुपर्छ। समग्रमा यो प्रक्रिया सरल छ, तर कानुनी रूपमा अत्यन्तै महत्त्वपूर्ण। समयमै बुझाएमा तपाईँको भिसा सुरक्षित रहन्छ। रिन्युअल सजिलै हुन्छ। भविष्यमा पिआर आवेदनको लागि मजबुत आधार पाउनुहुन्छ। यस्तै जानकारीमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। तपाईँहरूको साथले हामीलाई यस्ता भिडियोहरू बनाइरहन उत्प्रेरित गर्नेछ। धन्यवाद।